असम गोर्खा छात्र संघ संसदीय आञ्चलिक समितिको सभापति सम्पादक लगाएर जम्मै सदस्यगण र साथै हाम्रो जुन पुरा केन्द्रीय हरिकीर्तन मण्डलीका प्रेसिडेन्ट सेक्रेटरी उपदेष्टा मण्डली र सबै माननीय सदस्यहरू आज जुन उद्देश्य लिएर हामी एउटा यात्रा शिवसागर यात्रा हामी गर्दैछौँ हाम्रो छात्रहरूले हाम्रो हरिकीर्तन मण्डलीको सदस्यहरूले एउटा दुःखको घडीमा जुन उहाँको जुन प्रलङ्कारी बाण त्यो बाणमा विध्वस्त भएको राजलाई हाम्रो तर्फबाट अलिकति भए पनि साहाय्य पुर्याउनुको लागि हामी यहाँबाट सामानहरू लिएर जाँदैछौँ र यो यात्रा शुभ होस्, राम्रो होस्, रास्तामा कुनै किसिमको बाधा बिघ्नी नहोस्। वहाँ गएर पनि वितरणको जति सामग्री छ त्यो सुचारू रूपले सिस्टमेटिकली वहाँ पनि खेलिमेली नहोस्। कारण के हुन्छ भने वहाँ धेरै अब त्यो मान्छेहरू जम्मा हुन्छ हैन, मलाई दे उता तान्छ यता तान्छ उता तान्छ त्यस्तो पनि देखेको छु हामीले। र त्यो चाहिँ नहोस्, एकदम सिस्टमेटिकली डिसिप्लिनको माध्यममा यो सामानहरू वितरण होस्, पाउनेहरूले सबै पाओस्, पाउनेहरूले चाहिँ पाओस् र हामी त्यो आशा राख्दछौँ र आफूहरूको यात्रा शुभ होस्। सायद भोलि पर्सितिर सुनपुरा बजार कमिटीको कुनै जान्छ होला टोली सामानहरू लिएर। सुनपुरा बजार कमिटीको हिजो एउटा सल्लाह भयो, त्यो बजार कमिटीको उपदेष्टा म यहाँ गोपाल भट्टराई पनि हुनुहुन्छ, हामीलाई बोलाएर पनि सरसल्लाह गरेर। तर उहाँले एउटा दुःख पोखाउनु के भयो भने सारा चुनपुरा भएर हामी जानु पर्थ्यो, किन आक्सु भएर वा किन केन्द्रीय माने हरिकीर्तन माने मण्डली मात्रै भएर तपाईँले गर्नुभयो। मैले भने कि यस्तो माने के भयो समयमा यस्तो उसमा माने कुनै संस्थाले कुनै समितिले उद्योग लिनुपर्छ, कुनै व्यक्ति विशेषले उद्योग लिएर त्यो काम माने समाधान हुने काम होइन। अनि गोटे मुगले पुग सजियाको जति पनि इलाका छ त्यो इलाकामा एउटा व्यक्ति विशेषले वा एउटा व्यक्ति विशेषको टोलीले त्यो काम गर्ने सम्भव होइन। र एउटा जुनै पनि यस्तो कामहरू कुनै पनि संस्थाले अघि बढेर आउनुपर्छ तब चाहिँ काम हुन्छ। त्यहाँ धेरै संस्था छ, आँसु छ, देउरी छात्र हन्था छ, सुनवाल छात्र हन्था छ, आदिवासी छात्र हन्था छ, उहाँहरूको उद्योगमा पनि त्यस्तो काम हो। ठिक त्यसै गरी हाम्रो गोर्खा छात्र सङ्घ छ, गोर्खा छात्र सङ्घ उद्योगले काम हुँदैछ, त्यसमा हामीले माने जोग दिए हाम्रो हरिकीर्तन मण्डली केन्द्रीय, त्यसमा त्यहाँ दुःख मन गर्नु चाहिँ केही कुरा छैन, तिमीहरूले गएर हामी पनि सहयोग गर्छु त्यो भनेर मैले त्यो काम सकेँ। र उनीहरूले पनि सायद एरेन्ज गर्छ होला, 2-4 दिनमा जान्छ। हिजोदेखि उहाँहरूले सङ्ग्रह गर्ने कुरा छ। मैले चाहिँ भने कि सामानहरू पर्याप्त परिमाणमा जाँदैछ। सारा आसामको कुना कुनाबाट प्रशासनका साथै विभिन्न सङ्गठनले, राज्यले, व्यक्ति विशेषले पनि सघाउ पुर्याउँदैछ। र तिमीहरूले चाहिँ एउटा काम गर्नु, मैले अस्ति पङ्कजले जुन कुरा भन्यो जे उहाँ विशेष गरेर कपडाहरूको चाहिँ मलाई अभाव छ, कपडाको। र जति सक्छौ तिमीले चाहिँ कपडाको माने उयो गर, मुसुरी होस्, धोती होस्, गम्छा होस्, साडी होस्, त्यस किसिमको चाहिँ गर्नु भनेको छु। अब के गर्छ उहाँले त्यो उहाँहरूको कुरा हो, बजार कमिटीको कुरा हो। र शेषमा सबैलाई शुभकामना ज्ञापन गर्दै रास्तामा पनि कुनै किसिमको खेलिमेली नहोस्, बाधा बिघ्नी नहोस्, वहाँ गएर कामहरू सिस्टमेटिकली होस्, डिसिप्लिनको साथमा होस्, त्यही आशा राख्दै तपाईँहरूको यात्रा शुभ होस् यही आशा राख्दै यो यात्रा शुभारम्भ गर्नुको लागि म घोषणा गर्दछु। जय गोर्खा, जय गोर्खा, जय गोर्खा, जय गोर्खा, जय असम, जय